मलाई लाग्छ कि निरङ्कुश पञ्चायती व्यवस्थालाई नेपाली जनताले मधेसका सम्पूर्ण मधेसवासीले धेरै नजदिकबाट हेरेको छ। त्यो पीडाहरूको अनुभवहरू सबैलाई थाहा छ। त्यसकारण इतिहासमा अब रहेको राजतन्त्रलाई पुनः फर्काउने जुन दुस्साहस भइरहेको छ नेपालमा, त्यो कदापि जनता समाजवादी पार्टी नेपालले बर्दाश्त गर्दैन। बहुत ही जरूरी है। देखिए वहां जो बैठे हैं सत्ता में अभी शासक लोग हैं ना, उनके भी मन में कहीं ना कहीं है, कांग्रेस से माले माओवादी के मन में, कि इस देश से लोकतंत्र के आवरण में संहिता को खत्म कर दे। गत फागुन 7 गते पूर्व राजा ज्ञानेन्द्र शाहले अब आफू चुप लागेर बस्न नसक्ने, आफू सक्रिय हुने संकेत दिने खालका अभिव्यक्ति दिएपछि नेपालमा पूर्व राजालाई स्थापित गर्न विभिन्न प्रकारका सङ्घर्षहरू, सडक प्रदर्शनहरू भएका छन्। यो सडक प्रदर्शन मात्रै सडकमा सीमित रहेन, संसदमा समेत यस्तो आवाजहरू उठ्न थाल्यो। तर यी आवाजहरू उठिराख्दाखेरि मधेस कहाँ छ त? मधेसमा यस प्रकारका गतिविधिहरू किन तीव्र भएको छैन? यो कुरा सोच्नुपर्ने अवस्था छ। पूर्व राजा, मधेस र गणतन्त्र, यो तीनवटा पाटोमा आजको यो भिडियो हामी अगाडि बढाउनेछौँ। मधेस र राजाको बीच कस्तो सम्बन्ध रह्यो, पूर्व राजाहरूले मधेसलाई कस्तो दृष्टिकोणबाट हेर्दै आएका छन् र मधेसको राजाप्रतिको कस्तो दृष्टिकोण छ, यस सम्बन्धमा पहिले चर्चा गरौँ। वास्तवमा पृथ्वीनारायण शाहका वंशसँग सम्बन्धित केही विवादहरू छन्। पृथ्वीनारायण शाहका वंशका बारेमा हामी अगाडि बढ्यौँ भने, त्योभन्दा पहिलेका चर्चा गऱ्यौँ भने, उहाँका पुर्खाहरूको बारेमा हामीले चर्चा गऱ्यौँ भने के पाउँछौँ भने पृथ्वीनारायण शाहका पूर्वज भारतको चित्तौरबाट आएका हुन्। चित्तौरका सिसोडियाहरू उहाँका वंशज हुन् भन्ने एक किसिमको, एक पक्षको भनाइ छ। यो भनाइ आफैमा धेरै मजबुत प्रमाणहरूका साथ अगाडि आएको छ। यो ऋषिराज राणा भन्ने चित्तौरका महाराज हुनुहुन्थ्यो। चित्तौरमा जब मुस्लिम आक्रमण भए, जब चित्तौरमा धेरै व्यक्तिहरू मारिए, धेरै महिलाहरू जहर गए र हजारौं हजार त्यहाँका लडाकु सेनाहरू, राजवंश परिवारका व्यक्तिहरू मारिएपछि केही व्यक्तिहरू त्यहाँ दरबार छोडेर, चित्तौरगढ छोडेर पहाडतिर लागे, पश्चिमको पहाडतिर लागे। पश्चिमको पहाडतिर लाग्ने व्यक्तिहरूमध्ये एकजना व्यक्ति भूपाल राव हुनुहुन्थ्यो र भूपाल रावकै जुन दुईटा छोराहरू हरिहर सिंह र अजय सिंहका छोराहरू पछिबाट नेपालका जुन गोर्खाका राज्य बने, त्यसका शासक बने भन्ने किसिमका भनाइहरू छ। अजय सिंहका छोरा मिचा खान र खिचा खान भन्ने थिए र यो मिचा खान र खिचा खान मध्ये मिचा खानका पुत्र विचित्र खान थिए र पछिबाट त्यो विचित्र खानका सन्तान अघि बढ्दै जाँदाखेरि कुलमण्डन खान आए। यहाँ खान र खा भनिराख्दाखेरि एउटा महत्त्वपूर्ण कुरा के छ भने त्यो जुन सिंह थिए र उनीहरू आफूलाई सुरक्षित राख्न र एउटा थरलाई उनीहरूले एडप्ट गर्यो, त्यो खा थरलाई एडप्ट गर्यो। किन भन्दाखेरि त्यहाँबाट लुक्दै आएको, छुप्दै आएको र आफूहरूको वास्तविक पहिचान बाहिर नआओस् भन्ने उनीहरूको चाहना थियो। त्यसपछि बिस्तारै बिस्तारै कुलमण्डन खाले प्रसिद्धि पाए र प्रसिद्धि पाउँदा लुङजुङका जुन राज्य थियो त्यो राज्यमा एउटा राजाको सिंहासन खाली थियो भन्ने भनाइ छ र त्यहाँ कुलमण्डन खाँ, जो पछिबाट दिल्लीको बादशाहबाट कुलमण्डन शाहका उपाधि पाएका थिए र कुलमण्डन शाहका नामबाट चिन्न थाले, उहाँले यसो वर्म शाहलाई त्यहाँ पठाए र यसो वर्म शाहकै सन्तानहरू पछिबाट नरहरि शाह र दर्बे शाहका सन्तानहरूले गोर्खा राज्यमा राज्य गरेका थिए। दर्बे शाहले गोर्खा राज्यमा राज्य गरेका थिए। यो कुरा अहिले हामीले पुनः चर्चा गरौँला। अर्को भनाइ के छ कि पृथ्वीनारायण शाहका पूर्वजहरू कुमाऊका चन्द्रवंशी परिवारका थिए र चन्द्रवंशी परिवारबाट उनीहरू कुमाऊका पहाडी एरिया हुँदै गोर्खातिर लागे र गोर्खातिर लाग्दै गर्दाखेरि उनीहरू लङजुङमा राज्य गरे र लङजुङपछि पुनः लिग्लिकोट हुँदै गोर्खामा दर्बे शाहको राज्य स्थापित भएको देखिन्छ। तर एउटा महत्त्वपूर्ण कुरा यहाँ के आउँछ भन्दाखेरि
यो विवादहरू किन छ? पृथ्वीनारायण शाह निकै चतुर थिए, चलाक र धूर्त थिए, उनी क्रूर र आक्रामक पनि थिए। यति चतुर चलाक मान्छे आफ्ना वंशजका बारेमा किन पुस्तकहरू लेखाएन? किन इतिहासकारहरूसँग आफ्ना वंशजका वंशावली सार्वजनिक गराएन? यो कुरा एउटा महत्त्वपूर्ण कुरा हुन आउँछ। तर यो विवादलाई हामी यही थातो। हामीलाई कुरा गर्नु छ पृथ्वीनारायण शाह जुन नेपालको एकीकरण गरे, त्यो एकीकरण पश्चात जुन मधेसलाई हेर्ने दृष्टिकोण स्थापित भयो, त्यस दृष्टिकोणका बारेमा हामीले कुरा गर्नु छ। त्यस दृष्टिकोणलाई हेर्दाखेरि पृथ्वीनारायण शाह विभिन्न सेनवंशीय राज्यहरूलाई जिते। पृथ्वीनारायण शाहले मकवानपुरका हेमकर्ण सेनका छोरी इन्द्रकुमारीसँग 14 वर्षको उमेरमा विवाह गरे। तर विवाह गरे लगतै उहाँले आफ्नो श्रीमती अथवा रानीलाई लग्नु भएन। पछिबाट पुनः उहाँ आउनुभयो र त्यसपछि पृथ्वीनारायण शाह तत्कालीन मकवानपुरका सैनिकहरू बीच केही मतभेद र विवाद भएको देखिन्छ। सैनिकहरूले पृथ्वीनारायण शाहलाई सलाम गर्दाखेरि जुत्ता लगाएर नै सलाम गरे, जसलाई पृथ्वीनारायण शाहले आफ्नो अपमान बुझे र केही सैनिकहरूलाई उहाँले तत्काल घाँटी काटिदिए र यो घटनाले निकै त्रासपूर्ण अवस्था आयो। आक्रामक अवस्था देखेर तत्कालीन त्यहाँका राजकुमार दिग्बन्धन सेनले त्यसको विरोध गरेका थिए। त्यो बेला पृथ्वीनारायण शाह फर्किनुभयो र पुनः अर्को पटक आएर एकदन्ते हात्ती र केही उपहार सहित उहाँलाई विदाई गर्न उहाँले भन्नुभयो। तर त्यसमा पनि दिग्बन्धन सेनको विरोध देखेपछि पृथ्वीनारायण शाह पुनः फर्किनुभयो र पुनः अर्को पटक आक्रमण समेत गर्नुभयो र आक्रमण गरेर मकवानपुरलाई आफ्नो राज्यमा मिलाउनु भयो। यहाँनिर महत्त्वपूर्ण कुरा त्यसपछि सुरुवात हुन्छ। मकवानपुरमा तिरहुतहरू सेनामा थिए। त्यसबेला मकवानपुरको क्षेत्रलाई तिरहुत समेत भन्ने गरिन्थ्यो र तिरहुत भन्दाखेरि अहिलेका जसलाई हामी मधेसी भन्छौँ, मधेस भन्छौँ, त्यही मधेस क्षेत्रका मधेसीहरू नै तिरहुत थिए र पछिबाट ती तिरहुतहरूलाई पृथ्वीनारायण शाहले आफ्नो सेनाबाट निकाले। उता उपत्यकाका जयप्रकाश मल्लको सेनामा पनि तिरहुत सेनाहरू थिए र तिरहुत सेनाहरूलाई जब पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गरे, काठमाडौँ उपत्यका समेतलाई मिलाए र त्यसलाई पनि आफ्नो अधीनमा पारेपछि त्यहाँबाट पनि ती तिरहुत सेनालाई निष्कासन गरे। तिरहुत सेनाको बारेमा पृथ्वीनारायण शाहको अस्पष्ट मान्यता थियो। उनले पटक पटक भन्ने गर्थे कि तिरहुतियाहरू राजभक्त हुँदैनन्, तिरहुतियाहरू कमजोर हुन्छन्, तिरहुतियाहरू कार हुन्छन्, तिरहुतियाहरूलाई सेनामा नराख्नु, तिरहुतियाहरूमाथि विश्वास नगर्नु, तिरहुतियाहरूलाई राजकाजका कुराहरू नबताउनु, तिरहुतियाहरूलाई राज परिवारसँग सम्बन्धित जानकारीहरू नदिनु। त्यसर्थ तिरहुतियाहरूलाई उनले सेनाबाट हटाए र त्यति मात्र होइन, पृथ्वीनारायण शाहले भनेका कुराहरू पछिबाट समेत यो कुरा निरन्तर जारी रहेको देखियो। पृथ्वीनारायण शाहका पछिका जुन शाहवंशका राजाहरू थिए तिनीहरू पनि मधेसीसँग उस्तै किसिमका व्यवहार गरे। त्यसपछि निरन्तर मधेसीहरूलाई नेपालको सेनामा राख्ने गरेन। यहाँसम्म कि मधेसीहरूलाई काठमाडौँ उपत्यका जानका लागि समेत भिसा लिने अवस्था थियो। उनीहरू भीमफेदीमा भिसा लिएर मात्रै काठमाडौँ उपत्यकामा प्रवेश गर्न पाउँथे। मात्र शिवरात्रिको दिन भारतीय केही श्रद्धालुहरूको सँगै मधेसियाहरू अर्थात् तिरहुतियाहरू त्यसबेला काठमाडौँ प्रवेश गर्न मौका पाउँथे, त्यो पनि तीर्थका लागि, अन्य कुनै प्रयोजन र कार्यका लागि होइन। अर्थात् तिरहुतिया र मधेसी माथि शाहवंशको निकै अविश्वास थियो। यो परम्पराको समाप्ति जब नेपालमा 2007 सालपछि प्रजातन्त्र आयो, त्यसपछि यसको समाप्ति भयो। शाहवंशहरूले यो कुरा अघि बढाउँदै जाँदा राणाहरूले पनि यो कुरालाई त्यसै अनुरूप लिएर अगाडि बढाए। नेपालमा राणाहरूले पनि झन्डै 104 वर्षसम्म शासन गरे। 104 वर्षसम्म शासन गरिराख्दाखेरि उनीहरू पनि मधेसलाई कमाई खाने भाडो मात्रै बुझे र मधेसमा उनीहरूले माल अड्डा, गोसवारा अड्डा जस्ता अड्डाहरू खडा गरेर कर लगाएका थिए। यसरी करहरू लाउँदा पहाडभन्दा निकै बढी, कतिपय ठाउँमा पहाडभन्दा 10 गुणा बढी कर मधेसबाट उनीहरू असुल्थे र मधेसीहरूलाई 10 गुणा बढी कर तिर्नुपर्ने अवस्था थियो। यी सबै अवस्थामा हेर्दा राजपरिवारको अथवा शासकहरूको, राजाहरूको मधेसको सँगको सम्बन्ध मात्रै मधेसलाई शोषण गर्ने,
मधेसलाई मात्रै उपयोग गर्ने रणनीतिमा रहेको देखिन्छ। यहाँनिर महत्त्वपूर्ण कुरा के आउँछ, शाहवंशका राजाहरूले पनि र राणाहरूले पनि वीरता दिएर, जागिर दिएर, मठको नाममा, गुठीको नाममा जग्गाहरूलाई वितरण गरेर आफ्ना राजपरिवारका सदस्यहरूलाई, राणाका परिवारका सदस्यहरूलाई र सेनाका परिवारहरूलाई, सेना अधिकारीहरूलाई उनीहरूले यस प्रकारका सम्पत्तिहरू बाँडे। त्यसको प्रमुख उद्देश्य थियो कि मधेसका जग्गाहरूलाई आफ्नो अधीनमा लिनु र मधेसका ती जग्गा धनीहरू, जग्गाका स्वामीहरू अथवा भूमि पुत्रहरू आफ्नै भूमिमा किसानबाट उनीहरू मजदुर भन्न बाध्य भए। यसरी मधेसीहरू आफ्नै जग्गामा उनीहरू एउटा नोकर सरह, एउटा दास सरह काम गर्न थाले। यो अवस्था थियो। र एउटा महत्त्वपूर्ण कुरा यहाँ यो कुराहरू भनिराख्दाखेरि के महत्त्वपूर्ण कुरा उल्लेख गर्न जरुरी छ कि यी कुराहरूको धेरै चर्चा प्रचर्चा गरिएन, धेरै पुस्तकहरूमा लेखिएन। इतिहासकारहरूले यसलाई इतिहासको रूपमा राखेनन्, किनभने इतिहास जहिले पनि विजितहरूको हुन्छ, विजयीहरूको इतिहास हुन्छ र विजयीहरूले आफ्नो अनुकूल, आफ्नो इच्छा अनुकूल इतिहास लेख्छन् र लेख्न लगाउँछन्। यसरी यी कुराहरूको कहीँ कहीँ त्यही कुराहरूको पाटोबाट केही व्यक्तिहरूले गरेका अनुसन्धानहरूबाट फाटफुट देख्न पाउँछ। तसर्थ यसको त्यति बढी यथार्थ प्रमाणहरू पाइँदैन। तर जुन व्यवहार थियो, जुन संस्कृति थियो, जुन विरासत थियो, त्यो विरासतका कुराहरूलाई कोट्याउँदै जाँदा यी कुराहरू प्रष्ट भएर अगाडि आउँछन्। शोषित र पीडितको रूपमा मधेस रहँदै आए, चाहे त्यो शाहवंशका राजाहरू हुन् वा राणाहरू हुन्। यसरी मधेसहरू यस प्रकार मधेसीहरू लोकतन्त्रका लागि आन्दोलन गर्ने। मधेसीहरूको एउटा विश्वास थियो लोकतन्त्र स्थापित भएपछि मधेसीहरू शोषणबाट मुक्त हुनेछ र त्यसैका लागि 2007 सालको क्रान्तिमा मधेसी नेताहरू सहभागी भए। मधेसी नेताहरू र मधेसमा पनि धेरै ठुलो क्रान्ति भयो र त्यस बेलाका राणा शासनहरूको समाप्ति भयो। समाप्ति भएपछि, राणा शासनको समाप्ति भएपछि प्रजातन्त्रको स्थापना भयो। तर प्रजातन्त्रको स्थापना भएपछि पनि जुन ढङ्गबाट मधेसीहरूको मुक्ति हुनु पर्थ्यो त्यो मुक्ति हुने अवस्था देखिएन। त्यो कुराहरूलाई वेदानन्द झा जस्ता नेताहरूले बुझेका थिए र वेदानन्द झाले यो कुरालाई प्रतिरोध गर्नका लागि, यो कुरालाई विरोध गर्नका लागि तराई कांग्रेस स्थापना गरेका थिए। तराई कांग्रेस पार्टीले मधेसीहरूसँग भइरहेको भेदभावको विरुद्ध आवाज उठाएका थिए र त्यस भेदभाव विरुद्ध बोलेका थिए। यद्यपि वेदानन्द झाका यो कुरा धेरै समयसम्म रहन सकेन। वेदानन्द झामाथि पनि निकै दबावहरू पर्यो र पछिल्लो समयमा वेदानन्द झा पनि यो पथबाट विमुख भए। तर यो कुरा जुन उठान भइसकेको थियो त्यो कुरालाई राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरिसके पश्चात पनि विद्रोहीहरू त्यसको विरोध गर्दै रहे। पश्चिममा रघुनाथ राय र पूर्वमा रघुनाथ ठाकुर नामका दुई व्यक्तिहरू, दुई योद्धाहरूले यो कुरालाई अघि बढाउने कोसिस गरे। रघुनाथ राय सँगै त्यसबेला केही व्यक्तिहरू मारिएका थिए, जसमा रामजी मिश्र र रघुनाथ राय, एकजना अन्य व्यक्ति पनि मारिएका थिए। र त्यसै गरिकन रघुनाथ ठाकुर पनि पूर्वमा यसै प्रकारका गतिविधिहरू, राजपरिवारहरूको विरोध गर्दा, राजा शाहीहरूको विरोध गर्दा, राजवंशका कुरीतिहरूको विरोध गर्दा, मधेससँग भइरहेका भेदभावहरूको विरुद्ध आवाज उठाउँदा उनी पनि मारिएका थिए। यी कुरा क्रमिक रूपमा चल्दै गए। राजा महेन्द्रको विरोध भयो र यो कुराहरू विरोध भइरहँदाखेरि, पूर्व र पश्चिममा विरोध भइरहँदाखेरि पनि मध्य क्षेत्र पनि चुप थिएन। तराई मधेसको मध्य क्षेत्रमा पनि दुर्गानन्द झा जस्ता व्यक्तिहरू यसको लागि निकै साहस गरे। दुर्गानन्द झा बम काण्डका योजना बनाए ने व्यक्तिहरूमध्ये एक हो। बम काण्ड अथवा तराई मधेसमा राजामाथि बम प्रहार गर्ने प्रमुख व्यक्ति दुर्गानन्द झा हो र त्यस दुर्गानन्द झासँगै अन्य 5 जनाको समूह पनि थियो। त्यसमध्ये केही व्यक्ति अझै पनि जीवित नै हुनुहुन्छ। र 2018 सालमा राजा महेन्द्रमाथि दुर्गानन्द झाले जनकपुरमै बम विस्फोट गरेका थिए र यो घटना पश्चात दुर्गानन्द झालाई फाँसी दियो। दुर्गानन्द झा पश्चात पनि जनकपुर रोकिएन। जनकपुरमा गणतन्त्रको भावना, जनकपुरमा लोकतन्त्रको भावना सधैँ जागृत अवस्थामै थियो। नेताहरू सङ्गठित हुँदै थिए र नेपाली कांग्रेसले 2042 सालमा पञ्चायती व्यवस्थाको विरुद्ध सत्याग्रह आन्दोलन
गर्ने घोषणा गरे। सत्याग्रह आन्दोलनकै क्रममा सत्याग्रह आन्दोलन तीव्र भइरहेको अवस्थामा नेपालका विभिन्न स्थानहरूमा बम विस्फोटका घटनाहरू भए। बम विस्फोटका घटनाहरू जनकपुरमा पनि भए, वीरगञ्जमा पनि भए, काठमाडौँमा भए। र यसरी बम विस्फोट भइराख्दाखेरि त्यसको जिम्मेवारी तत्कालीन गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहले लिनुभयो। तर यो बम विस्फोटका कारणले जुन सत्याग्रह आन्दोलन थियो त्यो सत्याग्रह आन्दोलन नेपाली कांग्रेसले फिर्ता लिए र यही सत्याग्रह आन्दोलनको क्रममा देशका विभिन्न स्थानहरूबाट थुप्रै नेताहरू पक्राउ परे। त्यसमध्ये पक्राउ पर्नेहरूमध्ये डाक्टर लक्ष्मीनारायण सहित 6 जनालाई बेपत्ता पारिए र लक्ष्मीनारायण झा अझै पनि बेपत्ता छ। लक्ष्मीनारायण झाको एउटा प्रमुख कुरा के थियो भन्दाखेरि उहाँ राजशाहीको निकै विरोध गर्नुहुन्थ्यो, उहाँ राजवंशको निकै विरोध गर्नुहुन्थ्यो। उहाँ पटक पटक भन्नुहुन्थ्यो यो राजवंशको सर्वनाश हुन्छ। त्यसपछि पनि जनकपुर रोकिएन, जनकपुरमा यस प्रकारका गतिविधिहरू सञ्चालन भइ नै रह्यो। डाक्टर लक्ष्मीनारायण सहित अन्य 6 जनालाई पक्राउ परेकाहरूमध्ये यो 6 जनालाई रिहा गरिएन, यिनीहरूलाई बेपत्ता पार्यो र डाक्टर लक्ष्मीनारायण झा अझ पनि बेपत्ता छँदैछ। जनकपुरले 2046 सालको जनआन्दोलनमा पनि निकै सहभागी भए, ठुलै मात्रामा जनकपुरमा विद्रोह भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। र त्यसपछि हामी जनआन्दोलन 2 मा पनि मधेसमा जुन प्रकारको जनसागर देखियो त्योले के प्रश्न पार्छ भने मधेस जहिले पनि शोषणको विरुद्ध, मधेस जहिले पनि गणतन्त्रको पक्षमा, मधेस जहिले पनि लोकतन्त्रको पक्षमा अगाडि रहेकै थियो। र पछिल्लो समयमा 2063-64 को मधेस आन्दोलनमा पनि मधेसमा निकै ठुलो आन्दोलन भयो र त्यही मधेस आन्दोलनको कारणले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। मधेस आन्दोलनकै कारणले राजाले सत्ता छोड्नु पर्यो र अहिले पुनः पूर्व राजालाई ल्याउने कुरा हुँदैछ र पूर्व राजालाई ल्याउने कुराकै नाममा मधेसमा पनि केही राजावादीहरू अहिले यस कुरालाई अघि बढाउने सोचमा गइरहेका छन्। वास्तवमा के मधेसमा राजालाई स्थापित गर्नका लागि, राजाको पक्षमा एउटा जनलहर देखाउनका लागि व्यक्तिहरू आउन सक्छ, त्यो त हेर्न बाँकी छ। तर यहाँका अहिलेका नेताहरू के भन्नुहुन्छ यसका बारेमा हामीले सोधेका थियौं। जनता समाजवादी पार्टी नेपालका नेता रामआशिष यादवसँग उहाँ भन्नुहुन्छ, तर जसरी यो राजावादीहरू चुरमुराउन थाल्यो यसको कारण हामीले जाँदाखेरि यो कांग्रेस, कम्युनिस्ट र माओवादी यो तीनटै पार्टीका शीर्ष नेताहरूले आफूलाई नै राजा बुझ्न थाल्यो र उहाँहरूको जुन शैली छ राजनीति गर्ने त्यो शैली र उहाँको प्रवृत्तिको विरुद्धको त्यो आवाज हो, त्यो पनि हामीले बुझ्नुपर्छ। तर मलाई लाग्छ त्यो पञ्चायती व्यवस्थाले कसैले स्वीकार गर्न सकिँदैन। अब यसमा यस्तो छ, यसमा मलाई लाग्छ कि सतर्क रहनुपर्छ केन्द्रीय नेतृत्वले। र मैले भने नि कि कांग्रेस कम्युनिस्टको नेताहरूको त्यो अहङ्कारी जुन शैली छ त्यसको विरुद्धको आवाज पनि हो राजावादीहरूको र यो शैली बढ्दै गइरहेको छ पनि हामी सतर्क भएर। मलाई लाग्छ तर गणतन्त्र र संहिताको उपलब्धि नेपाली जनताले राम्रोसँग बुझेको छ र हामीले गणतन्त्रको संस्थागत र संहितालाई रक्षण गर्दै हामीले अगाडि बढ्नुपर्छ। राजावादी एउटा शक्ति त हो नै देशमा, उनीहरूले आफ्नो आवाज त उठाउँछ, तर हामीले त्यसको आवाज उठाउनको लागि हाम्रो शैली परिवर्तन गरेर हामीले पहाडका आदिवासी, दलित जनजाति र मधेसका मधेसी सबैलाई यो देश हाम्रो हो यो अनुभूति चाहिँ गराउनुपर्छ। यो अनुभूति अहिले पनि गराउनमा कांग्रेस कम्युनिस्टका नेतृत्व चाहिँ असफल भइरहेको छ र यो आवाज अझै बुलन्द किन भयो जब कांग्रेस कम्युनिस्टले दुईटैले जोइन्ट सरकार बनायो र जोइन्ट सरकार गठबन्धन, कांग्रेस कम्युनिस्टको गठबन्धन सरकार यो असफल भएको हो। यसको उपज पनि राजावादीहरू केही चुरमुराउँदैछ। रामआशिष यादवले यस कुरालाई अझ विस्तार गर्दै भन्छन् कि मधेस भनेको लोकतन्त्रको ठाउँ हो। मधेसका सहर मात्र होइन, मधेसका गाउँ गाउँमा पनि लोकतन्त्रका लागि, गणतन्त्रका लागि मान्छेहरू अझै पनि सजग छन्, सचेत छन्। त्यसैले राजतन्त्रका कुरै नगरौँ। मलाई लाग्छ यो अलिअलि काठमाडौँमा हो, मधेसमा मधेसीले कहिले पनि राजतन्त्रमाथि विश्वास गर्दैन, किनकि मधेसी राजतन्त्रको बेलामा गुलाम भएको र गुलाम बनाइएको थियो राजतन्त्रमा, त्यो सबैलाई थाहा छ। त्यसकारण गाउँघरमा राजा फर्किन्छ भने त्यो आवाज पनि छैन र गाउँघरमा अहिले पनि संहिता संस्थागत हुनु पर्यो, गणतन्त्र एकदमै मजबुत हुनु पर्यो र संहिताको उपलब्धिहरू गाउँ गाउँमा सडक बनेको छ।
गाउँ गाउँमा धेरै कामहरू प्रदेश सरकारले चाहिँ गरेको छ। त्यसकारण सबैलाई थाहा छ कि संहिता चाहिँ मधेसको लागि र मधेसीको लागि चाहिँ सञ्जीवनी हो, गणतन्त्र र संहिता। यो काङ्ग्रेस र कम्युनिस्टसँग असन्तुष्टि भन्नुभयो जनताहरू छ, त्यसको उपज असन्तोषको कारणले पनि कतिखेर अलिकति लहर बढिरहेको छ। यो असन्तोष के कारणले भयो होला? त्यो असन्तोष मैले भने नि कि उनीहरूको नेतृत्व जुन छ नि, कङ्ग्रेस कम्युनिस्टको जुन नेतृत्व शैली छ त्यो शैलीमा उहाँहरूको अलिकता तानाशाह जस्तो देखियो। कङ्ग्रेस कम्युनिस्टका नेताहरूको शैली तानाशाह प्रवृत्तिमा देखियो, शीर्षस्थ नेताहरूको, र उनीहरूमा समाजवादको अंश चाहिँ देखिएन, पुँजीवाद धेरै देखियो। तर गणतन्त्रको खुसबु हो नि समाजवाद। त्यो समाजवादी चिन्तकका नेताहरूको नेपालमा अभाव देखियो, त्यसको उपज पनि राजावादीहरू केही चुरमुराउँदैछ। यसै प्रकार भर्खर स्थापित भएका राष्ट्रिय मुक्ति पार्टीका नेता रमन पाण्डेको विचार पनि के छ भन्दाखेरि मधेसीहरूले लोकतन्त्र मानेका छन्, मधेसीहरू गणतन्त्र मानेका छन्, मधेसीहरू कहिले पनि राजावादी हुन सक्दैन। यद्यपि केही व्यक्तिहरू पहिले पनि राजावादी थिए, त्यो एकदम नगण्य मात्रामा थिए, र अहिले पनि त्यस्ता सानातिना समूहहरू हुन सक्छन्, तर मधेसीहरू गणतन्त्रवादी नै हो। रमन पाण्डे पार्टियां हैं, जो पार्टी यहाँ भ्रष्टाचार में लिप्त रही, यहाँ जातीय संरचना में लिप्त रही, यहाँ संहिता के साथ खिलवाड़ करने में लिप्त रही, इसका जवाब उन्हीं लोगों से लेना चाहिए। जहाँ तक बाकी का विषय है, हम सुनते हैं बराबर कि संहिता समाप्त होगी, राजा आएंगे, तो मैं आपको एक बात स्पष्ट कर दूं कि घड़ी की सुई उल्टी नहीं घूमती है। निश्चित रूप से यह जो आक्रोश है जनता में, जनता यहाँ की जो आक्रांत है, यह आक्रांत होने का, आक्रोशित होने का एक ही कारण है, एक ही मूल इसकी जड़ है, मूल जड़, जो कि इस देश में भ्रष्टाचार को संस्थागत कर दिया गया, और इसी का बाई प्रोडक्ट है। आप देखते हैं कि भ्रष्टाचार से ऊब के जनता विकल्प खोज रही है, परंतु मैं आपको स्पष्ट करूं कि यह विकल्प लोकतंत्र की खात्मा नहीं हो सकती है। और ख़ास करके मधेश के लिहाज से, पहचानवादियों के लिहाज से, मधेसी और पहाड़ के आदिवासी जनजाति मूलवासियों के लिहाज से लोकतंत्र यदि नहीं होगी तो कोई भी अधिकार, पहचान, सम्मान का लड़ाई आगे नहीं बढ़ सकता है। हिन्दी अभियानिकाहरूमा समेत चिन्ने रमन पाण्डेले भन्छन् कि यो जुन अहिले गणतन्त्रका जुन आवाज उठिरहेका छन्, जुन अहिले संहिता विरुद्धका जुन आवाज उठिरहेका छन्, त्यसमा जुन कम्युनिस्ट पार्टीहरू छन्, त्यसमा जुन काङ्ग्रेस पार्टीहरू छन्, त्यसमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी जस्ता जुन प्रमुख पार्टीहरू छन्, ती पार्टीका नेताहरूले मधेस र मधेससँग पनि राम्रो व्यवहार गरेन। ती पार्टीका नेताहरूले आफूलाई छोटे राजाको रूपमा प्रस्तुत गरे। ती पार्टीमा का नेताहरूले भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेन। ती पार्टीका नेताहरूले विकासका कार्यहरूलाई अघि बढाउन सकेन। ती पार्टीका नेताहरूले राजा जस्तै आफूलाई अगाडि मात्रै बढाए, आफूलाई राजा नै बुझे, तर यहाँका समस्याहरू समाधान गर्न सकेन। बेरोजगारी समस्या समाधान हुन सकेन। यस प्रकारका समस्याहरू समाधान नभइराख्दाखेरि असन्तुष्टि त बढेको छ, तर राजा नै ल्याउनु पर्छ, राजालाई नै स्थापित गर्नुपर्ने सक्ने अवस्था चाहिँ छैन। जड़ है, लोकतंत्र का कोई विकल्प नहीं है। यहाँ पे भ्रष्टाचार खात्मा होना पड़ेगा, भ्रष्टाचार का खात्मा होना पड़ेगा। और जिन नेताओं ने भ्रष्टाचार किया है, जो प्रशासनिक पदाधिकारियों ने भ्रष्टाचार किया है, उन पर संपूर्ण तहकीकात होना पड़ेगा। और जब तक भ्रष्टाचार यहाँ पे समाप्त नहीं होगी पूर्णतः, तब तक देश विकास नहीं होगा। और इसी तरह से लोकतंत्र और गणतंत्र पर प्रहार होता रहेगा, जो दुखद है। अहिलेका लागि हामी यिनै कुराहरूसँग एउटा कुरा स्पष्ट यहाँ के पार्न चाहन्छौँ कि राजा, मधेस र गणतन्त्रका हामी यदि कुरा गर्छौँ भने मधेस जहिले पनि लोकतन्त्र र गणतन्त्रको पक्षमा थियो, र राजाले मधेस र मधेसियालाई जहिले पनि कुभावले, नराम्रो भावनाले, शोषणको भावनाले, दोस्रो दर्जाको नागरिकको भावनाले मधेसलाई कमाई खाने भाडोको रूपमा प्रयोग गर्ने भावनाबाटै हेर्ने गरेका थिए, देख्ने गरेका थिए। त्यो कुरालाई मधेसी नेताहरूले बुझेका छन् र मधेसी जनताले पनि बुझेका छन्। तसर्थ राजाकै पक्षमा ठुलो आन्दोलन गर्ने अवस्थामा मधेसमा चाहिँ आउन सक्ने अवस्था निकै न्यून छ। धन्यवाद। यस्तै प्रसङ्गहरूको साथ हामी पुनः भेट्नेछौँ र खास गरिकन नेपालका शाहवंशीय परम्परा र प्रणालीका बारेमा
र यससँग सम्बन्धित अन्य कुराहरूको बारेमा हामीलाई धेरै कुरा गर्न बाँकी छ, जुन हाम्रो अन्य एपिसोडहरूमा हामी कुरा गर्नेछौँ। अहिले प्रमुख रूपमा हामीले चर्चा गऱ्यौँ कि यो जुन आन्दोलनहरू भइरहेका छन् पूर्वाधार स्थापित गर्न पक्षमा, त्यो आन्दोलनको सन्दर्भमा मधेसमा किन मधेसीहरू त्यति सडकमा आइरहेका छैनन्, मधेसमा किन जनसागर ओर्लिरहेका छैनन्, किनभने जहिले पनि मधेस विभिन्न राजनीतिक परिवर्तनमा एउटा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ र अहिलेको अवस्थामा राजालाई पुनः स्थापित गराउने सन्दर्भमा त्यत्रो ठुलो भूमिका खेल्दैन। मधेस मात्र गणतन्त्र संहिताका लागि दृढ छ। धन्यवाद, नमस्कार।